यस्तो दामी देखेको छ नि धम्बोजी हाम्रो नेपालको धम्बोजी कस्तो बब्बाल देखेको छ हैन। हे एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहोला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म कहाँ जाने केही थाहा छैन, यस्तो बाहिर चिसो छ हैन, हेर्न सक्नुहुन्छ पछाडि यस्तो कुहिरो लागेको छ कि कुरै छोड्दिउँ। बाहिर निस्किनु मनै लागेको छैन। अहिलेसम्म चाहिँ ओछ्यानमै पुरा पल्टेर बसिरहेको थिएँ, सिरकिर ओढेर। एकछिन चाहिँ बाहिर यसो निस्किनु पऱ्यो, कति भित्रै बस्नु भनेर चाहिँ बाहिर निस्किनु लाग्यो। अनि साथीहरू चाहिँ आगो तापेर बसिरहेको छु, आउनेस पनि आइज भनेर भन्दै थियो। यसो गएर साथीहरूलाई यसो भेटिहालौँ। सो गाइस, हेर्दै गरौँ, रमाइलो हुन्छ साथीहरूसँग चाहिँ। यस्तो दामी देखेको छ नि धम्बोजी हाम्रो नेपालको धम्बोजी कस्तो बब्बाल देखेको छ हैन। यस्तो हेर्न सक्नुहुन्छ, दामी देखेको छ धम्बोजी, यस्तो बब्बाल देखेको छ, बब्बाल गाइस। लास्ट चिसो भएर चाहिँ त्यो भएको छ। म चाहिँ घरबाट निस्किसकेँ, त्यो साथीकोमा गएर बस्नु पऱ्यो। घरमा कति बस्नु यार, आँखा यस्तो भइसक्यो त। चिसो छ नि गाइस होइन, शीत पढ्यो जस्तो क्या, पुरा मुखमा हालिरहेको छ क्या। बाइक चलाउँदाखेरि पुरा हात यस्तो चिसो गराइदिएको छ कि पुरै छोडिदिउँ कि। आमा हेर्न सक्नुहुन्छ यस्तो छ क्या। आज 3 दिन भयो नहुन होइन, 3 दिन भयो यस्तो भएको चाहिँ गाइस, हेर्न सक्नुहुन्छ। हामीले यही घाले चलाइदिन्छ खतरा हो नि म त होइन गाइस। बात तो सही है। सो लेट्स गो। अब म चाहिँ साथीको घर जानु लाग्यो। अनि यस्तो आगो सागो ताप्ने, अनि यस्तो बस्ने भनेर चाहिँ जानु लाग्यो। ननिस्किने मन थियो, निस्किहालेँ। त्यही हो, त्यही पनि यसो गइदिउँ भनेर चाहिँ होइन, कति घरमा बस्नु भनेर चाहिँ निस्केको म चाहिँ। यस्तो छ क्या, अगाडि चाहिँ केही देखिन्न। ल म चाहिँ पुगिसकेँ साथीको घर। पुग्दैन भनेर सोचिरहेको थिएँ। के छ सर? ठिकै छ। के पो गयो नाक? नाच्दै म आयो भनेर नाच्दा लुकाउनु गइरहेछ गाइस, कस्तो हरामी छ। हाम्रो गफाडी साथी हुनुहुन्छ। हेलो दाजु, नमस्ते। गफाडी साथी यस्तो जाडो छ यहाँ, आगो ताप्नुलाई। घरमा बाल्न सक्दैनस्? यो कहाँ राख्ने यार, जुत्तै लगाएर आयो, केही त हुन्न। ल गल्ती भयो, माफी पाऊँ। ल गल्ती भयो, माफी पाऊँ। विनम सर, भिडियो बनाउन मिल्छ कि नै? भिडियो बनाउनु त मिल्छ, के बनाउनुलाई भिडियो? तेरो अगाडि बनाउन मिल्छ कि नै भनेको क्या। किनभने अब ठुलो अब रक स्टार हुन लाग्छ, अपकमिङ रक स्टार हो मेरो साथी चाहिँ होइन। के लिएर आयो? चटनी। त्यत्रो तारिफ हान्नै पर्दैन, ल्याइदिनु। अब साथी चटनी ल्याएर आइसक्यो, अरू के ल्याए? समोसा ठिकै, हामी त खाइसक्यौँ। उसलाई अझै नै ल्याएको मैले ढिलो भयो, त्यही बाजुकै भइसक्यो। यस्तो हुन्छ क्या साथीहरूले, हेर्न सक्नुहुन्छ। ल मेरो स्पोन्सरहरू यस्तो छन्, समोसा किन यस्तो जल्दी जल्दी आइज भनेर चाहिँ भनेको यही रहेछ। धुवा छ्या छ्या, बाटोमा मुट्ने ब्लगर आयो। धेरै यस्तै मान्छेलाई भनिरहेको भनिएन कि त्यस्तो कुराहरू छ। यस्तो गर्न हुन्न, किताब जहाँ पाए त्यही फेर्न हुन्न, त्यति यस्तो गर्नु हुन्न भनेको बल्ल थाहा पाइसक्यो लाग्छ त। होइन यार साथीहरू, बाहिर गरेको होइन क्या, मैले जङ्गलमा मात्रै गरेको। होइन यार साथीहरू, बाहिर गरेको होइन क्या, मैले जङ्गलमा मात्रै गरेको। चिलाउँछ कि खायो साथी रिसाइसक्यो, म यसो खाएर अनि कुरा गरौँला।
घर जानु लाग्यो अघि चाहिँ एक्लै थिएँ अहिले मेरो साथी छ सँगै हो साथी हो साथी हो धेरै जाडो छ डाइनोसरको झोल खान गइरहेको छ साथी अब म चाहिँ आफ्नो कामतिर लाग्छु त्यही हो सो फाइनल गाइज म चाहिँ घर पुगिसकेको हल्का गएर यसो साथीहरूसँग बसेर आगो सागो तापेको जाडो महिना चाहिँ लास्टै जाडो भइसकेको छ बाहिर सो सबैजना चाहिँ काम परेपछि मात्रै बाहिर निस्किनु होला त्यही हो यति भन्दै गुड नाइट बाई बाई